धेरै पछि त्यो दिदी भएन म त नेपालमा हुँदैन मात्रै खाने पोर र यो बफ मात्रै खाने बरु झन् बफ मात्रै हो त्यो चिकन त खाएको जस्तै लाग्दैन मलाई खाने म त खाएको जस्तै लाग्दैन चिकन पिरो किन भयो पिरो अचार दिनु भनेको पिरो त्यो उठन कान्छ पिरो त खाने खतरा पिरो छ होला पिरो हो त्यही तपाईँलाई नि भित्र जुसी छ क्या त्यही भएर त्यो तातो हुन्छ खोइलिन्छ मेरो जिब्रो खुलिसक्यो अगाडिको गाँसले फेरि मजा आउँछ नि त स्वाद खाने तातो नेपालमा चाहिँ फेरि थपी होइन झोल मोमोभन्दा पनि झोल बढी एलिस राई छ नि एलिस राई हेर्नुहुन्छ बम पड्काइदिन्छु भनेर राखेर सब भाग्दा अस्ति यसो एउटा ऊ हेरेको थिएँ मैले त्यस्तै कारणले उसको गर्लफ्रेन्ड छोड्यो अरे कि उसलाई उसलाई मन पऱ्यो भने केकलाई यो पनि खानु सबै खाने कुरो हुँदैन नि त्यो सस हाल्दा कति पिरो भयो हाल्नु न नि सब पिरो मैले दुई हालेको अचार चाहिँ हामीले बनाएको जस्तो छैन होला फोटो पठाउनु पर्थ्यो दिदी म त भिडियो खिचेको छु अहिले लकडाउन के यस्तो होला बिग्रिन्छ होला है हुन्न होला त्यसो भए बिग्रिँदैन कहिले अब डी हामी 8 बजे आएको थियो भर्खर 5 बज्दैछ बिग्रिँदैन दुईजना सेलाउने मात्रै हो सेलाउने मात्रै हो अनि त्यो ओभनमा साबित भयो छुट्टै प्याक गरिहाल्छ अचार के को तिम्रो भन्दा खाएको मन खाएको भए म सबै तिम्रो चाहिँ उसले गर्दा खाएर बस्छु खान्छ मोमो अझै तपाईँ जानु अनि त्यहाँ यहाँबाट हिँडेपछि फोन गर्नु भन्थ्यो तपाईँले मोमो खानुपर्छ भने नि त्यसपछि त मोमो खानेलाई आउने खानु मन लागिरहेको छु म अचार चाहिँ हाम्रो घरमा बनाएको जस्तो होइन है घरमा बनाएको त कतै छुट्टै हुन्छ यो पनि
50 माग्नु पनि दिन्न दिँदैन दिँदैन झोल माछी दिन्छ होइन यसमा त दिँदैन मलाई यिनीहरूले बनाउनु थाल्दैन त्यो मलाई फिजिकल लाग्छ कि फ्रिजरबाट लाग्छ नि त्यही त हुन्छ राम्रो थियो नेपालमा बनाइदिन्छ त्यो सानो सानोमा हुन्छ तपाईँ एभरेज मोमो जान्छ सबै फ्रिजर हो फ्रिजर एभरेज मोमो सबै त्यहाँ त 4-5 जना काम गर्ने हुन्छ कन्टिन्यू गर्ने त्यही हो पुरै फ्रिजर हो 15,000-20,000 सेलर छ मोमो मात्रै बनाउने कामै केक बनाउने त्यही मात्रै कहाँबाट आएकै नेपालको मोमो काम गर्न जानुपर्छ गाउँ केटाहरू छ मजा आयो अनि एकचोटि त सुरुमा त चपाइहाल्यो मुखमा हालिहाल्यो के उकाल्नु पनि भोलि बोल्छ नि त्यो थाहा छ भोलि जिब्रो मर्छ उसले जानु 2 फब्लेटा पारेर 1 फब्लेटा दिने म त त्यो मैले पछि खाएर मलाई कस्तो भयो यति भयो पोल्यो तर मलाई त मजा आउँदैन त्यसरी ला खाइयो भने पिस्टी खानु मन त फोन हाने छैन काउन्टरतिर परेछ कि तपाईँ हान्नु न के गर्नु हुँदो रहेछ 340 मात्रै अनलाइन छ त्यहाँ हेरेछ त्यहाँ कार चाहिन्छ क्या त्यो दिदीको बुढाले काम गर्नु बेसी सेल नै होला को दिदी उतापट्टि आमा छोरी बस्नु भएन उसको आज जा खाल्यो सुब्रा अब भोलिसम्म बस्छ जान्छ 2 दिन छुट्टी अन्त कार चाहिन्छ कुन ठाउँमा टाढो अब लेडिजहरूलाई छैन खानु बस्नु दिने कता पो भन्थेँ मैले बिर्सेँ कार आयो बस्न कम्पनी दिने रेस्टुरेन्टमै होइन कम्पनीमा के काम उतै पाउरोटीहरू बनाउने कम्पनी ब्रेडहरू बनाउने कम्पनीमा नि यहाँ ठिक गरेको छैन हामी माथि हल्ला हो त नि राम्ररी खानु पाइँदैन मान्छे आउँछ आनन्दले खानु उसलाई थाहा छ नि हो त नि नेपालीले नदेखे चाहिँ हेर्छ यता आयो आनन्दले यसरी खायो भने नि भनिहाल्छ नेपाली तर्सिहाल्छ है धेरै हाम्रो यस्तो देखेँ ढप्पा फुल राख्न हुन त उयो हामीले तिनीहरू त खायौँ तर पनि अस्ति रुममा के भएको चिज लाग्दैन होला है चिसो नि हौ चिसोले है थरथर कामेर है दुईजना पछि एकछिन भात थियो म्यासेज आएर अहिले लागेर पनि उडेछ हौ झन् अहिले त मैले काम गर्नु छ नि त
अब ऊ छ यस्तो छ अनि मैले त काम गर्नु छ नि जस्तो भेट्छु काम त गर्नु छ नि त त्यही भनेर म बसिँदा हो नि त्यहाँ भेटाएको काम कुरु आर्नु छ भने नामै होइन आफ्नो बेस्ट दिन्छु भनेर झन् बसेर गरेको तर भन्नु भाइ मलाई आज त्यो सुसीको दाइले भने सेपले होइन सुसी सेपले सबै जस्तो यसरी काम चाहिँ कसरी गर्दैन भनेर भने त्यो अनि त्यहाँ तलको मोटर दाइ पनि भने क्या त्यो उसले त अहिले जस्तो नै भने पहिले भने त्यहाँ जस्तो दाइ पनि तिमीले काम गर्ने आफ्नो काम पर्फेक्ट दिन्छु भने कोही पनि पाउँदैन त्यस्तो मान्छे दाइ पनि सबैले गाह्रो काम कि भाडा भन्नु म यस्तो रोलहरू सबै हाल्छु माछा काट्नु मात्रै अलिकति नसक्ने